नमस्कार। न्यायप्रेमी सम्पूर्ण जनसमुदायलाई आज म यहाँहरूको ध्यान यो देशको सिमानातिर लैजान चाहन्छु। आज देशमा विभिन्न किसिमका घटना परिघटनाले तमाम नेपाली जनतालाई कि त सुकुम्बासीको बस्तीको डोजरतिर ध्यान तानेको छ भने कि त संवैधानिक मर्म र लोकतन्त्रको मर्म मिचेर सरकारले ल्याएको अध्यादेशतिर मन तान्दै अहिले प्रधान न्यायाधीशको सिफारिसको विषयमा पनि व्यापक विरोधाभास कुराहरूतिर जनताको ध्यान तानिरहेको अवस्था छ। तर आज म एउटा पृथक विषयमा एउटा पृथक दिशातिर यहाँहरूको ध्यान आकर्षण गराउन चाहन्छु। किनभने नेपालै नरहे हामी नेपाली कहाँबाट रहन्छौँ। आज हामी यो देशको लिपियाधुरा लिपुलेख र कालापानीको विषयमा कुरा गर्छौं। लिपियाधुरा लिपुलेख कालापानी 1816 मा इस्ट इन्डिया कम्पनीसँग भएको सुगोली सन्धि अनुसार नेपालको कालापानी र पूर्वमा मेची नदीको सिमाना रहेको एकदमै क्लियर दस्तावेज ब्रिटिससँगको नक्सा हामीसँग छ। तर विवाद कहाँ छ भने आदरणीय जनसमुदायहरू, विवाद भनेको इन्डियाले दाबी गरिरहेको सानो खोल्सी कालापानीलाई देखाउँछ भने नेपालले दाबी गरेको लिपियाधुराबाट बगेको ठूलो महाकाली नदीको मुहानलाई जनाउँछ, जुन कुरालाई विदेशी नक्साहरूले पनि पुष्टि गरेको छ, विगतमा भएको सुगोली सन्धिले पनि पुष्टि गरेको छ। हामी भन्न चाहन्छौं र यो कुरा म किन उठाइरहेको छु भने तमाम नेपाली जनताले यस विषयमा, किनभने यो देशभित्र भएका राजनीतिक विवादहरू हामीले बसेर छलफल गरौँला, हल गरौँला, तर राष्ट्रको सवालमा तमाम नेपालीहरू एक हुनुपर्छ र हरेक नेपालीले चाहे विदेशमा होस् कि आफ्नै देशमा होस् यो कुरा गर्वका साथ उठाउनुपर्छ। कालापानी, लिपियाधुरा, लिपुलेख नेपालको भूमि हो। नेपाललाई ससम्मान भारतले फिर्ता गर्नुपर्छ। किनभने यो 1962 मा राजा महेन्द्रको पालामा त्यति बेलाका त्यहाँका प्रधानमन्त्री जवाहरलाल नेहरूले त्यो जग्गा चाइनासँग युद्ध गर्दाखेरि सानो चेकपोस्ट चौकी राख्न देऊ भनेर मौखिक सहमतिमा त्यहाँ सानो चेकपोस्ट चौकी राखेर अहिले भारतीय सेनाले कब्जा गरेको छ। नेपालको भूमिमा भारतीय बुट बजारेको छ। यो कदापि पनि आम नेपाली जनतालाई यो कुनै पनि मानेमा सही हुने छैन। हामी अनुरोध गर्न चाहन्छौं, हामी भारत मित्र राष्ट्रलाई अनुरोध गर्न चाहन्छौं कि त्यो भूमिबाट आफ्नो सेना फिर्ता लैजाओस्, गो ब्याक इन्डिया भन्न चाहन्छौं र तमाम नेपाली जनतालाई पनि यो अनुरोध गर्न चाहन्छौं कि हामी सबैले भनौं गो ब्याक इन्डिया। भारतको भूमि, नेपालको भूमि भारतले कब्जा गरेको, अब जाऊ, हाम्रो नेपाली सेना त्यहाँ रहन्छ भन्ने मान्यता राख्दै म बिदा हुन चाहन्छु। धन्यवाद।